gur. Hush, lakai. अनि इरा गोरुमा होला इरा गोरु कस्तो खाली गाउँ में कोई है क्या भने जस्तो कोही नै है no one is there who's there अब 4-5 हुन लाग्छ भने लौरे बिहा अघि बुढा कहाँ पुग्यो रस्ता हिउँबर यार हिउँबर मरिन्छ हिउँबर हो यहाँ छलङ पार्टी पनि पुग्या होइन हैन ए हिँड्नुपर्छ सल्ल बगिरहने पिरातीको खोला ल हिउँ परिसकेको थियो दुईटा चाहिँ फेरि पानी पर्यो के कस्तो दामी आयो अहिले त किस खायो है यो घाम आयो हामी यो डाँडा देखेर हामी यति खुसी भएको थियौँ यार आमा जन्मदै पुगिनु जस्तो लागेको थियो लास्टमा यही पो हिँड्नु पर्ने रहेछ गोसाइकुण्डै गाडी छ फाइनली हामी गोसाइकुण्ड आइपुग्यौँ आधी फ्रोजन छ आधी टक्क बग्लिसकेको छ है ऊ चाहिँ मन्दिर हो उहाँ माथि चाहिँ उस के अरे त्रिशुल चढ्ने ठाउँमा बबालै पऱ्यो क्या बबाल एकछिन ल हामी चाहिँ अब निस्क्यो भन्दै अब ल अब हामी निस्केको अब अतिथिहरू आउँदै गर्छन् हामी चाहिँ अब निस्किन्छ अहिले बाई हामी चाहिँ बिदुर आइपुग्यौँ केटाहरू अब कहिले हो आउने हो होइन अब यहाँबाट माथि पो जानुपर्छ यहाँबाट सुन यताबाट घुम्दै माथि कता हो त्यहाँबाट माथिबाट सट्ट माथिबाट माथिबाट जानुपर्ने यताबाट यहाँबाट बाटो त ध्वस्तै छ त्यहाँ अलिकति मात्रै हो तर
ल दाइ त्यहाँ बसेर पानी परेर हामी रोकेको होइन। अब यहाँ चाइनिजहरू आउँदैछन्, चाइनिज गाडीहरू सर ए लाली गुराँसको वन रहेछ नि त यहाँ। यहाँदेखि पुरै तलसम्म छ ल। कञ्चनजङ्घा हाम्रो साथी नै आउँदैछ यी देखाउँदै। ए दामी, लेट्स गो। त्यो पानी जाँदैछ यार यी उठ्केर। ल धुन्चे आयो हामी चाहिँ। दाइले भेट्यो ल। धुन्छ है। ए पार्क रहेछ यो चाहिँ फेरि माथि गएर टक्क घुम्ने रहेछ क्या। यसो हामी चाहिँ हिँड्दै हो कस्तो रहेछ भनेर बजार। ल केटाहरू चाहिँ पानीमा भिजेर आएर सुहाउँदैछ नि जुत्ता। हिँड्नु पऱ्यो नि त बिहान उठेर ढिलो उठेर यहाँ बल्ल पो गर्दैछ। धन दाइले हिटर दिएर यहाँ सिकाउँदैछ। ठिक्क भयो अहिले। ल तिनैजना मध्ये एकजना घर पनि हिँड्नु। यहीँ भन न, यता फर्किन्छ। घटेकुलो आउनु कति भइसक्यो अब? 15 मिनट। हाम्रो केटाहरू अब ल हिमालयन पानी केटाहरू यहाँ सबै यहाँ छन्। दाइहरू छन्। ल केटा हो ल है घटेकुलो आयो। हामी देउराली पुग्दैछौँ यी लाङटाङ नेसनल पार्क। यहाँ पुग्यो 2 घन्टा भनेछ। अब कति हेरौँ। ए जाउँ ल है ठुलो पानी आनन्दले अब हिँड्न थाल्यो। बेथानपुर आयो हामी बल्ल बल्ल। कहाँबाट तलबाट आएर हामी जाँदैछौँ। केटाहरू माथि जाँदैछन्। तलपट्टि खोला कराउँदैछ। अब त्यो जान्थ्यो होला, थाकिसक्यो। ल दाइले रोड राइडन तिर्नु हो दाइ। यहाँ त्यसलाई फोटो खिच्नु पऱ्यो अरे यहाँनिर होइन। अब त्यसपछि हामी अब एकछिनमा अब हिँड्छौँ, फोटो खिच्नु पर्छ र भनेर। हाम्रो साथी भेट्यो। जाउँ गुडी जाउँ। कता हो बाटो? कता हो? जाउँ। बाटो भुल्छ त यिनीहरूले जति लग्यो नि। ल जाउँ साइन्स। लेट्स गो। बेथान खोरबाट हामी अगाडि आयो। थाक्यो टुट्टै। शैलेश
जुते दाइ के छ हालखबर भाइ हामी चाहिँ तलबाट त्यो गाउँ देखाएको छ नि त्यो माथि थियो कि अघि नै अनि हामी माथि आइसक्यौँ त्यो तल देखिरह थाक्यो न राम्रोसँग ल दाइ आमा लेट्स गो हिँड्न सकेन गयो ज्यान जाँदा बन्दीपुर हिँड्यो उफ्रिनु दाइ फुरुक इबागिरलेको अरे इबा गोरुमा होला इबा गोरु ओइ पल्टेला छैन ल जाँदा हामी त काटेर पनि हिँड्दै यार हिँड्ने बाटो नभएर रुख काटिदिएको नि त हामीले त ल क्या दामी देख्यो यार फोटो दामी अझ यस्तो चक्का आउँछ ल फाइनली हामी देउराली आइपुग्यौँ ठ्याक्कै 2 घन्टा लाग्यो होइन थाक्यो नराम्रोसँग यार नम्बर पनि टिप्यो होइन मुकुन दाइ Where are you? 4 टोली हजुर नि हो ओहो हो ल हामी आइपुग्यौँ बल्ल होइन त केटा हो ओहो ए दाइको नम्बर त रहेछ नि हो त्यही हो नम्बर त्यही हो ल उ त्यो होटलमा हामी खाने अब ट्याक्क लाएर अनि त्यहाँबाट चुइङ जाने हो अनि केडी मान्छेको बुढा नि केडीले खान्छ के मैले भन्छ लेखेर राख्नुस् बोकै हाल्नुस् न लेखेर ताबी चाहिँ तल लगाएर ट्रेकिङ आएको ट्रेकिङ पहिले गाह्रो भएको छ नि यसो सोध्नु पर्छ गाह्रो भएको छ म घुमे म त लडे हाम्रो थोते ट्याक्सी चाहिँ उहाँ आउँदै जानु भाइ के छ मान्छ आउनुहोस् बसाइकुण्डको पदयात्रामा रमाइलो गर्नुहोस् धेरै उतै छैन ल त्यही फोटो खिच्दै भन्दैछ यहाँ केटाहरू यहाँ हिँडिसक्यो सरिस उहाँ पुगिसक्यो उता पुगिसक्यो यहाँ हिँडेछौँ यार देउरालीबाट आउँदैन त यार माथि थाकिसक्यो सरेछु माथि छ कुकुरसँग कुकुर हिँडेछ यार माथि तलदेखि आएको यार त आम्मा हाम्रो डग लभरी पानी खुवाउन लागिरहन् पानी है पखिछन् ल हाम्रो डग लभरले पानी खुवाइरहन् हो ल केटाहरू उहाँ पुगे दाइ धिम्सा पुगे धिम्सा अरे अब ल बल्ल धिम्सा आयो यार देउरालीबाट हिँडेर ओहो चन्दनबारी चाहिँ अब उता जाने रे यता अब हामी हिँड्दैछौँ ल थाक्यो दाइहरू उता हिँड्दैछन् यतै आउँछ कहाँ हो यो धिम्सा होला अब भाइ कति क्लासमा पढ्छ भाइ कति क्लासमा पढ्छ भन त ल भाइ कति क्लासमा पढ्छ भन त नर्सरीमा ओहो कहाँ पढ्छौ कहाँ मुनि भन कहाँ मुनि धुन्चेमा हो ल किन लजा त्यसरी किन लजा तिम्रो नाम के हो लामा के लामा हो लामा नामै लामा हो नामै लामा हो ए रोजन हो नि त ए हो होइन रोजन हो रोजन घले
रोजन घले रे नि त ए हो ल बाई 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 खै बाई 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 ल धिम्सा आयो धिम्सा धिम्सा लामा होटेल एन्ड लज रे यहाँनिर चाहिँ हाम्रो हिमाल छ यहाँनिर हाम्रो अझै सोल्टी छ अर्को यहाँ चाहिँ मेन हिमाल छ यो अर्को नेचुरल वाला ले न यार यो चोकोबाई खाँदैछ विश्राम गरे है यो चाहिँ नाङ्गे हुँदैछ दाइको हिँड्नु अब एउटा चाहिँ कटुला हिँड्नु फाइनल गाइस चन्दनबारी आइपुग्यो सले सहर हिँड्दैछ केटाहरू माथि पुग्यो हाम्रो साथी कुकुर पनि माथि पुग्यो यहीँ चन्दनबारी माथि हेरेर हेर्नु चाहिँ कस्तो छ हाउ इट लुक्स एससी चन्दनबारीको गेस्ट हाउसहरू सोलर वाटर पनि छ होटेलहरू टन्नै रहेछ गेस्ट हाउसहरू राम्रो राम्रो रहेछ तर यहाँ तर कस्तो खाली गाउँमै कोही है क्या भने जस्तो कोही नै है नो वान इज देयर हु इज देयर अब 4-5 घन्टा लाग्छ हामी लौरी बिना हो कि लौरी डाँडा कता चिज उत्पादन केन्द्र रहे उत्पादन जस्तै रहेछ दामी ठाउँमा हेर आनन्द ठिक्क रहेछ अरे यो चाहिँ यहाँको चौरी गाईको छोरी पाइन्छ अरे अरे र माथि भयो माथि गइसक्यो थाक्यो यार के हो यार त्यतिको हात ल फ्री वाइफाई ए त्यो डाँडाबाट अर्को डाँडा पुग्नुपर्छ यार कहिले पुग्ने द होटेल याक न्याक रे याक पनि छ है माथि तलबाट माथिबाट हेर्दा बुढाला कहाँ पुगिरह थोरङबारी हामी यो तल त्यो पुच्छरबाट आएको यार यहाँभन्दा तलबाट क्या कहाँ हिउँ पर्यो कस्तो हिउँ पर्यो यार हिउँ पर्यो हिउँ पर्यो मरिन्छ हिउँ पर्यो ल थाकेर लोत भयो हा छलङ पार्टी पनि पुग्यो होइन होइन ए हिँड्नुपर्छ सरल बगिरहने पिरतीको खोला ल हिउँ परिसकेको थियो दुईटा चाहिँ फेरि पानी पऱ्यो के गर्नु पर्छ है हिउँ चाहिँ तर लाला लाला बगिरहने पिरतीको खोला आमा कत्रो कहाँ माथि यार आमा रुक्या ल अस्ति त्यो कुदेछ है त्यो थोतो ट्याक्सी पुगेछ
हिँड्दै मजा ऊ माथि उकालो छ नि धेरै फेरि उकालो हो कलेस हिउँ पर्यो त हिउँ पर्यो हिउँ पर्यो है केटा हो हिउँ पर्यो है भरेर पर्यो भरेर लाइभ पर्यो लाइभ फर्स्ट टाइम यो है हट ल आहा देखिन्छ देखिन्छ ए ए मुकुन्द दाइ Are you excited? Yeah, very excited. Yeah. Oh my god. Nice. Look. Bro, where are you from? Nani in the? I'm from Oholunga. First snow ever in the? Get out of camera. No. Get there. It's my Second time? third time. फर्स्ट कता हो र अनि मेरो नि सेकेन्ड हुन्छ हैन काठमाडौँमा एकचोटि पढाएको थियो तर त्यो बच्चा बेलाको चौथो मेरो चौथो होला त्यो भनेको फर्स्ट भन्न मिल्दैन के यस्तो यस्तोलाई चाहिँ फर्स्ट भन्न मिल्छ क्या मेरो विचारमा चाहिँ चौथो अन्त केटा सबजना यता हेरिदिउँ न यार जाऊ हो जाऊ गाइस यता हेर ल छलाङ पार्टी छलाङ पार्टी आएछ ल अब छलाङ पार्टी हिउँ पर्यो फुरुरु कस्तो दामी आयो अहिले त क्यान्सल गर्दा नेटवर्कै छैन यार कस्तो त्यो त्यहाँ उ गर्दै गर्न पज गर्दै यो पर्यो हिउँ पर्यो गाइस फाइनली हिउँ पर्यो हामी जाँदा जाँदा हिउँ पर्यो है हिउँ खेलाउनु पर्यो है गाइस हिउँ खेलाउनु पर्यो ल आज आयो जाउँ हो जाउँ बवाल पर्यो है गाइस यो अन्त पारा कुकुल देख नि ल है गाइस हाम्रो साथी हाम्रो यार धुन्चैदेखि होइन कहाँदेखिको खुट्टी ल यताबाट पो पर्यो त बवाल देखेर बवाल पर्यो ल नाचौँ न म नाचौँ कि त मात्र हो नाच्नु 15 सेकेन्ड त हिउँ अब बनात कहाँ हो गई ल आहा यार What is this? This is heaven, man. This is heaven. This is not Switzerland. This is Nepal. This is Nepal. Nepal. This is Nepal. Where is this guy? क्या ठुलो पर्यो यार नेपाल Yo. Aha. चाहे परे यस्तो भयो क्या ल तिम्रो गीत सुनेर
छ त केही छ यहाँ परिरहेको नि यस दामी पारा पारा दाइ उमेन दाइ परेला ठुल्ठुलो पर्यो बल्ल अलिकति पर्यो तर के हिउँ त पर्यो तर के पर्यो भने जस्तो भयो कि हो कि नाच्ने अब चाहिँ ठुलो पऱ्यो ल तिम्रो त्यो हँसिलो मुहारको ओ माई गॉड यो नि त ल यो नि त हिउँ पर्यो यार साँच्चै फर्स्ट स्नो एभर यार साँच्चै यार ल अबि ठुलो आयो यार यस कम अन गाइज हिउँ पर्यो गाइज पुरै हिउँ पर्यो है दामी छ है यस्तो बवाल भइरहेछ तर चिसो भनेको फिलिङ त नो चिसो बबाल पर्यो यार हिउँ यार आबुई यार आहा हेर्न आइज त अगाडि आइज कमन मेरी कमन ए यस्तो गर्न गाइज ल गाइज यस्तो दामी सिन छ ल हेर्नु है बवाल छ क्या बवाल पुरै छ है ऊ उहाँसम्म छ ऊ यता है दामी यार हेभन हो यार फोटो खिच्न आमा ओया शैलेश ओ हाम्रो शैलेश एकछिन यार कस्तो यार दुश्मन हेरेको हेरै ल गाइज ल अब चाहिँ बवाल पऱ्यो खेलौँ भने तर हावाले चिसो ल गाइज हिउँ पर्यो होइन हाम्रो होली चाहिँ यस्तो भयो होइन ह्याप्पी हाम्रो सेतो मात्र भयो रङ भएन सेतो मात्र भयो ए ल ल हामी बस्न आएको होटेल हो हिउँ मस्त परिरह यस्तो हिउँ परिरह होइन मस्त राम्रै छ दाउरा अब यस्तो चल्यो यार यस्तो चिसो भयो यार
यो हो नि त एडभेन्चर भनेको हैन तर हो है हुने चाहिँ गर गर परिचय पम के हो तिम्रो नाम यस्तो हिउँ परेछ यार आमा हिँड्नु दाइ त्यहाँ बक्स लाएर पानी हुन्छ नि नम्बर 19 केटाहरूले के 19 Look at this. अब जाडो आज सुत्नलाई सकिनेवाला छैन केटाहरूले राति पनि कस्तो उज्यालो रातिको 11 बजी अझ हामी बसेको होटलको रुमबाट देखिएको हिमालको मनोरम दृश्य लुक एट दिस वाउ भेरी भेरी नाइस भेरी गुड भेरी चिप हेर्नुहोस् त भैँभरि सेतामपुर छ हिमाल टल्केको छ हिउँ बग्लो छ हामी त रुमको लास्ट झ्यालबाट बसेर खिच्छौँ अर्कोपट्टि ल हेर्नुहोस् यो हेर्नलाई जानै पर्छ है भिडियो हेरेर केही हुनेवाला छैन खत्रै हो क्या बिहानको सिन हो होइन यस्तो दामी छ बाबा हामी बसेको होटल हो यस्तो दामी सिन हावा यस्तो चल्या छ टुटुटुटु गरेछ अब हामी जाने त्यहाँ माथि हो क्या दामी सिन छ भने दामी सिन छ ल हाम्रो यात्रा यहाँबाट सुरु हुने हो कोसाकुण्डको यी बाहिरको नजारा त अब खत्रै छ नि हिमालको बिचमा चाहिँ पत्रो हिमाल हो पुरै हिमाल छ कि हामी चाहिँ यहाँ बसेको हामी चाहिँ कुन रुममा बस्या भन्दाखेरि होइन ऊ त्यो लास्टको रुम होला 19 नम्बरको ऊ यहाँनिर दाइहरू आउँदै हुन्छ यी हक्क लाएर पानी लिएर मेरो चाहिँ फोटो खिच्दा भाइ ऊ त हिमाल टल्केको म्याच सारा सर्लक्क मन टल्किने गरी हिमाल टल्किने आहा यस्तोमा खाना भएपछि त के ल त हेर्नु ल नजिकबाट देख्नलाई त्यहाँ हेर ऊ हेर त सेतो डाँडा हेर यस्तो त फर्स्ट टाइम हो क्या शैलेश ल हेर त अझै पनि छ क्या पुरै पहाडमा हिउँै हिउँ हिमाल यस्तो मजा त जिन्दगीमा कहिले भेटिन्छ अब फेरि पनि यार एकछिन ल हामी यहाँबाट निस्केको यो हाम्रै बसाइ यहाँ ठक्क निस्केको अब यहाँबाट सिधै कोसाकुण्ड 2.5 घन्टामा पुगिन्छ यहाँ त केही देखिँदैन के कस्तो दामी सिन छ क्या बवाल सिन हो क्या जुत्ताले
हिमाल पनि चढ्यो तिम्रो जवानलाई देखेर हिमाल हाँसेको के हो यो माछा जे पनि गर्दैन भाइ सनकिस ल सनकिस खायो है यो घाम आयो घामदेखि रमाइलो भयो दाइ पनि यतै राख्नु यतै हिउँ बबाल परेछ नि दाइ फाइनली हामी कहाँ आइपुग्यौँ है यो तलबाट तल के अरे लौरी बिनाबाट हामी आइपुग्यौँ यहाँ माथि टावरमा आइपुग्यौँ ल सही देखिया छ आहा मेस्पराइजिङ भएर सही होला तलको झन् दामी छ यार यस्तो दामी आएको छ हिउँ परेर केही छैन केटी हो ए टुप्पो आयो दाइ हिँड्नु थालिसक्यो त आइछ ठिक छ नि हामी अब बुद्ध मन्दिरबाट हामी हिँड्दैछौँ ए दाइर अझै त्यही सलेसु माथि पुगिसक्यो ए हिउँ परेर व्यापक थियो यार आज झट्टरी हिजो हिँड्यो भए त डुबिँदो रहेछ हिमाल चढेर आयो यार ठनै छ डम्के डम डमाडम ऊ कच्चा कुचुक भइरहेको यहाँ ऊ एउटा अन्त आयो मलाई भन्दा यसलाई सुहाउँछ है आशा गरेर मेरो तल हेर्नु तल दामी रहेछ यार चट्याङ हेर मजै देखा तल टोर्नाडो भन्छ हजुर के टोर्नाडो भने यस्तो घुम्ने हैन हो हाम्रो नबनाइ झलाइसक्यो म आफ्नो बनाउँछु त्यहाँबाट सर बनाएर त्यहाँ सर जुम गरेन ठ्याक्क बनाउनु हामी बना अनि जाने माथि आउँदै बना
ल हामी हिँडेको ट्रेल चाहिँ यो हामी यो डाँडा देखेर हामी यति खुसी भएको थियौँ यार आमामा जन्नतै पुगिनु जस्तो लागेको थियो लास्टमा यही पो हिँड्नुपर्ने रहेछ अनि के अरे पुरै रेलिङ पुग्नुपर्छ अरे घर रहेछ नि माथिपट्टि एउटा हामी यो ट्रेलबाट हिँड्दै यहीँ पुग्यौँ हो ठ्याक्कै अर्को एउटा स्टेप आयो अब यहाँनिर लाउनु दाइ ल नसकिने गाह्रो साह्रो धेरै छ र के भएछ बिचरा अब के कुण्ड रे दुध कुण्ड दुध पनि देखाएको छ अलिअलि सेतो छ होइन जय शम्भो हामी अब होटलतिर आइपुग्यौँ गोसाइकुण्डमा आइपुग्यौँ यहाँ स्वाट उता पुगेपछि स्वाट आइपुग्यो होटल खै हेलिप्याड हो त्यही हो हेलिप्याड त्यही हो त्यही त आइसक्यो भन्दैछु त आइसक्यो क्या यो कुण्ड नराम्रो कुण्ड हो उयो अहिले पो याद आयो यहाँ मुनि त हो नि ल होटलतिर आइपुग्यो होइन है होटलतिर आइपुग्यो गोसाइकुण्ड नि आइयो फाइनल्ली आउँदा आयो देखिया छैन अझ होइन आइयो ल लोद्दै हिँड्यो न राम्रोसँग हिँड्नुपर्ने रहेछ हिँड्नु पनि त्यसो नराम्रोसँग हिँड्यो होइन ल आहा जस्ता खाना पुरै मजाले परेर रहेछ नि त ल है भिडियो है ल फाइनली हामी टक्कला गोसाइकुण्ड आयो यार कले ए डन छ भोटे डन भाइ हामी त उखै त थाहा छैन क्या मलाई ए ल त्यहाँ हाल्नुपर्छ अहिले तलहरू त्यहाँबाटै सिक्नुपर्छ त्यहाँ मजा त्यहाँ कुद्न मन छ जाउँ न त्यही न गएर एकचोटि पछि चाहिँ हाल्नु मलाई मेरो खिच हालेर म तलको खिच यो चाहिँ गोसाइकुण्ड है गाइस फाइनली हामी गोसाइकुण्ड आइपुग्यौँ आधी फ्रोजन छ आधी टक्क पग्लिसकेको चाहिँ है उता चाहिँ मन्दिर हो उहाँ माथि चाहिँ उस के अरे त्रिशुल चढ्ने ठाउँ उहाँ पर छ एउटा यहाँ छ है अब त्यो चाहिँ फ्रोजन है फ्रोजन बहुत जमेको छ पुरै गोसाइकुण्ड केटा हो यो गोसाइकुण्ड ओम नमः शिवाय हर हर महादेव हर हर महादेव हर 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 महादेव हर 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 महादेव अब यो नयाँ सायद कुन चाहिँ हो डोल्टी हानेछ चिसो लास्टै नै के गर्नु
लाटे लाटे यो आमामा कत्रो बाक्लो गरे के हो भित्र छ हर हर महादेव जय शम्भो जय शम्भो जय शम्भो जय शम्भो ओम नमः शिवाय 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 सूर्यकुण्ड माथि रहेछ Anam Om Namah Shivaya Hara Hara Sai khani ho Oi atide Trigo. हरा हरा अलमल गरेन हामीले हानिहाल्यो ल रोल नम्बर 1 सर ल झ्याममै 1 हर हर ल ल ओ ल 2 ओ अब लास्ट एक ल कता लडे लास्ट हानो 3 कडा एकचोटि स्विमिङ गर्दैन त यहाँबाट दामी आउँदैछ दाइ कति मजा आउने जाउँ माथि गइहाल्नु गोसाइकुण्ड आइपुग्यो हामी उहाँ डुबुल्की हानेर यता यहाँ सर माथि आएको शिवजीले त्रिशूल हानेर यहाँनिर पानी निकाल्ने ठाउँमा आउँदैछ हामी यही पानी गइरह नि यही यो हिउँ चाहिँ फेरि बबालै पऱ्यो क्या बबाल त्रिशूल हाने कहाँ हो ठाउँ खै
हर हर महादेव जय शम्भो जय शम्भो हर हर महादेव यहाँबाट जाने रहेछ पानी ल यहाँबाट त्रिशुल हाने कता हो यहाँ पानी बनाएर कहाँबाट त्यही त यहीँ रहेछ यहाँ सर र पानी गइरहेको यहाँ पानी गयो गर्ने रहेछ दाइले फोटो खिच्नु पऱ्यो नि त्यहाँ बसेर थिएन अलि सिधा सबै भिडियो होइन क्या फोटो एकछिन हर हर महादेव हामी चाहिँ माथि गएर आउँदैछौँ आहा कस्तो रमाइलो भइरहेछ बवाल बवाल सिन हेर्नु न यार सिन हेर्नु अरू केही चाहिँदैन क्या ल गोसाइँकुण्ड माताले चाहिँ हामी सबै नेपालीको कल्याण गरून् सकेसम्म एकचोटि सबैजना जानै पर्ने ठाउँ रहेछ यो सकेसम्म जानु होला गोसाइँकुण्डमा डुबुल्की मारेर आफ्नो मनले चाहेको सब पुरा हुनेछ अब हामी अर्को भिडियोमा आउनेछौँ त्यतिसम्मको लागि यो भिडियो हेरेर साथ दिनुहुने सबैलाई धन्यवाद अब अर्को भिडियो अर्को नयाँ ठाउँमा गएर तपाईहरु सामु ल्याउने छौं सबैले हेरेर सपोर्ट गरिदिनु होला है हाम्रो यो फर्स्ट भिडियो हो त्यसैले तपाईहरुले हेरेर सपोर्ट गर्नुभयो भने हामीलाई फेरि अर्को नयाँ ठाउँमा जानलाई एकदम ऊर्जा मिल्दैछ तपाईहरुको ऊर्जा नै हाम्रो यो घुम्नको लागि चाहिँ एउटा सपोर्ट हुन्छ है त ल हेर्नुस् हामी गएको समयमा चाहिँ एकदम जता ततै आइस थियो सेतामपुर डाँडा काँडा देखे जति पुरै सेतामपुर थियो एकदम रमाइलो भयो ल अब आजलाई यो भिडियोमा यति नै बाँकी अर्को भिडियोमा थ्यांक यू सो मच